साथीहरु नमस्कार। आजको भिडियोमा पनि तपाईलाई स्वागत छ। आज पनि हामी तपाईको लागि विशेष नयाँ ट्युटोरियल लिएर आएका छौं। यो भिडियोमा आज हामी तपाईलाई माइक्रोसफ्ट अफिस वर्डको हाइपरलिंकको बारेमा डिटेलमा हामी चर्चा गर्ने छौं। त साथीहरु आउनुहोस् ढिला नगरिकन भिडियो सुरु गर्छौं। त हामीहरु सिम्पली कम्प्युटरमा छौं र माइक्रोसफ्ट अफिस वर्ड हामीले ओपन गर्यौं है त। अब यति गरिसकेपछि हामीसँग माइक्रोसफ्ट अफिस वर्ड ओपन भयो र यसमा हाइपरलिंक भनेको के हो त त्यसको बारेमा पहिला हामी चर्चा गरौँ है त। हाइपरलिंक भनेको जस्तो तपाईले के गर्नु पर्यो भने कुनै पनि वेब पेजहरु हुन्छ, कुनै पनि तपाईको इमेल एड्रेसहरु हुन्छ, या कुनै पनि तपाईको प्रोग्रामहरु हुन सक्छ, या तपाईको चाहिँ कुनै पिक्चरहरु हुन सक्छ हैन, या त तपाईको कुनै वेब पेजको लिंकहरु हुन सक्छ भने तपाईलाई त्यसको कुनै लिंक क्रिएट गर्नका लागि के को प्रयोग गरिन्छ? हाइपरलिंकको प्रयोग गरिन्छ। त साथीहरु म एकचोटी सर्टकटमा फेरि भने हाइपरलिंक भनेको एउटा तपाईको वेब पेज, पिक्चर्स, डकुमेन्ट्स, प्रोग्राम्स र तपाईको विविध चीजहरुको लिंक क्रिएट गर्नका लागि माइक्रोसफ्ट अफिसमा प्रयोग गरिने एउटा के हो त टुल हो जसलाई हामी हाइपरलिंक भन्छौं। त साथीहरु तपाईलाई क्लियर भयो होला है त। अब हामी हाइपरलिंक युज गर्छौं र त्यो भित्रको अप्सनहरुको बारेमा हामी केलाउँछौं के छ कस्तो छ भन्ने बारेमा है त। त साथीहरु हामी हाइपरलिंकमा क्लिक गरिसकेपछि तपाईहरुले यहाँनिर एक्जिस्टिङ फाइल और वेब पेज भनेर देख्न सक्नुहुन्छ यहाँनिर। र यहाँनिर यो भनेको के हो भने तपाईको यहाँ अलरेडी भएको फाइलहरु र वेब पेजेसहरुको बारेमा भनेको है त। अब फर एक्जाम्पल करेन्ट फोल्डरहरु अहिले मसँग भएको फोल्डरहरु यहाँ छ हैन, मलाई ब्राउज पेजहरु र तपाईले कुनै लोकेसनहरु छ त्यो लोकेसन ब्राउज पेजहरु छ त्यो ब्राउज पेजहरु यहाँबाट छ र रिसेन्टली हामीले युज गरेको फाइलहरु तपाईले यहाँबाट युज गर्न पाउनुहुन्छ। अहिलेसम्म हामीसँग कुनै पनि रिसेन्टली फाइलहरु छैन। अब म अहिले करेन्ट फोल्डर एउटा युज गर्छु। फर एक्जाम्पल्स मलाई चाहिँ एउटा के गर्नु पर्यो भने एउटा डकुमेन्ट छ ल, मानौ मैले यहाँनिरबाट गएर एउटा मैले त्यो गरेँ जस्तो हिमानी जी को मैले एउटा डकुमेन्ट युज गर्न चाहे र यसमा क्लिक गरेर मैले ओके गरिदिने बित्तिकै मलाई एउटा लिंक आउँछ है त। अब मैले यो लिंकलाई तपाईले ओपन गर्नु पर्यो, रन गराउनु पर्यो भने त्यस्तो बेलामा तपाईले कन्ट्रोल बटन तपाईको किबोर्डमा रहेको कन्ट्रोल बटनलाई तपाईले प्रेस गर्ने अनि तपाईसँग यहाँनिर ह्यान्ड आइकन आउँछ जस्तो यहाँनिर देख्न सक्नुहुन्छ होला। यहाँनिर मैले कन्ट्रोल थिच्ने बित्तिकै ह्यान्ड आइकन आइराछ है त। यो ह्यान्ड आइकन आउने बित्तिकै तपाईले कन्ट्रोल थिचेर यसमा चाहिँ तपाईले क्लिक गर्नुपर्ने हुन्छ। कन्ट्रोल आउने ह्यान्ड आइकन आउँछ हामीसँग जुन यहाँ पोइन्टर आउँछ अनि त्यसमा तपाईले क्लिक गर्नु भने तपाईले चाहिँ आउँछ माइक्रोसफ्ट हैज आइडेन्टिफाई अ पोटेन्शियल सिक्युरिटी कन्सर्न भनिरहेको छ। हामी अनसेफ छ तैपनि हामीले एस गर्छौं, ओपन गर्छौं किनभने हामीलाई त्यो चाहिएको छ भने तपाईले यहाँ देख्न सक्नुहुन्छ हामीसँग सिम्पली त्योमा के आयो त चार्ट आयो भनेपछि हामीले यो लिंकमा के गर्यौ चार्ट। अब मलाई यसरी त हामीले लिंक ल्याउन सिक्यौं है त। लिंक कसरी ल्याउन सकिन्छ तपाईले एकचोटी यसलाई रिपिट गरेर हेर्नु होला है त, ब्याक गएर हेर्नु होला, स्किप गर्नु होला, भिडियो अलि लङ हुन्छ त्यसैले म सर्टकटमा बताउँछु है त। त्यसपछि हामी हाइपरलिंक भित्र गएर अब मलाई के गर्नु पर्यो भने मैले एउटा लिंक ल्याए जस्तो मैले फेरि त्यही ल्याए जस्तो हिमानी जी या त अरुमा तपाईले क्लिक गर्न सक्नुहुन्छ। फर एक्जाम्पल मैले यसमा क्लिक गरे है त। अब यसमा क्लिक गरिसकेपछि मलाई के चाहियो भने यो एड्रेस हो, हामीलाई यताबाट यो एड्रेस हो, एड्रेस तपाईले देख्न सक्नुहुन्छ सिम्पली यो डकुमेन्टको हामीलाई एड्रेस हो र यो ठाउँमा मलाई त्यहाँनिर यो लिंक नदेखिएर अब त्यो देखिने ठाउँमा चाहिँ मलाई यो लिंक नदेखिएर त्यहाँनिर के चाहियो नाम चाहियो। के नाम चाहियो? फर एक्जाम्पल मैले के लेख्छु क्लिक हियर भनेर लेख्छु, क्लिक हियर हैन। क्लिक हियर क्लिक गरेर ओके गरे भने अब मलाई क्लिक हियर मात्रै आउँछ र त्यो अघिको जस्तो लिंक देखिँदैन किन मैले जुन सो हुने टेक्स्ट छ डिस्प्ले हुने टेक्स्ट छ त्यो ठाउँमा के लेखेको छु त क्लिक हियर भनेर लेखेको छु है त। अब मैले यहाँ कन्ट्रोल दाबेर यसको माथि क्लिक गर्छु र एस गरे भने अब मैले के गर्न सक्छु त्योलाई चाहिँ यसमा सिम्पली मैले ओपन गर्न पाउँछु। त देख्न सक्नुहुन्छ यहाँनिर सिम्पली मैले यसलाई ओपन गरेको छु भने यो तरिकाले तपाईले ओपन गर्न पाउनुहुन्छ। जस्तो म एउटा टेक्स्टमा ल्याएर देखाउँछु तपाईहरुलाई इक्वल टु RAND रैन्ड यसमा गरे है त। अब जस्तो मानौ मैले यहाँनिर डकुमेन्ट भन्ने ठाउँलाई सिलेक्ट गरे, यो डकुमेन्टको माथि मैले एउटा डकुमेन्ट राख्नु पर्यो भने म हाइपरलिंकमा जान्छु। यहाँबाट मैले चाहिँ कुन चाहिँ डकुमेन्ट राख्ने एउटा आफुले चाहिएको डकुमेन्ट यदि मलाई फोटो राख्नु छ भने पनि सक्छु। मैले के गर्न सक्छु यो डाउन एरोमा जाने, यहाँ गएर तपाईले कुनमा फोटो राख्नु भएको छ त्योमा जाने। जस्तो मैले अहिले मानौ डाउनलोडमा जान्छु, डाउनलोड भित्र गएर अब मलाई कुन चाहियो 50 वाला चाहियो भने तपाईले 50 मा क्लिक गर्नुस् ओके गर्नुस् भने यो भित्र तपाईको फोटो आयो डकुमेन्ट। अब मैले कन्ट्रोल दाबेर यसको माथि क्लिक गरे यस गरे भने अब मलाई के गर्छ सिम्पली यसले चाहिँ मलाई फोटो ओपन गराएर देखाउँछ भनेको मतलब मैले त्यसमा फोटो ल्याउँछु त्यही भएर मलाई त्यसले फोटो नै देखाउँछ है त साथीहरु। त साथीहरु यो तरिकाले हामीले के त सिम्पली हाइपर लिंक्समा गएर हामीले चाहिँ के त एउटा लिंक पनि ल्याउन सक्दो रहेछौं, एउटा डकुमेन्टलाई सिलेक्ट गरेर पनि ल्याउन सक्दो रहेछौं र
र हामीले त्यहीँबाट गएर पनि के त सिम्पली हामीले ल्याउन सक्छौँ। जस्तो देख्न सक्नुहुन्छ साथीहरू, यहाँनिर हामीसँग के त इमेज आएको अवस्था छ। त यो लिङ्कमा हाम्रो इमेज आएको छ हैन, यो तरिकाले। र अब अर्को तरिका भनेको तपाईँले हाइपरलिङ्कमा जानुभयो भने तपाईँले के त विभिन्न टर्म्सहरूबाट ल्याउनु, ब्राउज पेजहरूबाट राख्न सक्नुहुन्छ, रिसेन्टली युज गरेर फाइलहरूबाट युज गर्न सक्नुहुन्छ है त। र तपाईँले यहाँनिरबाट गएर सिम्पली तपाईँ ब्राउज फोर फाइलबाट पनि ल्याउन सक्नुहुन्छ, ब्राउज द वेबबाट पनि गर्न सक्नुहुन्छ है त। अब म लाग्यो अहिलेलाई प्लेस इन दी दिस डकुमेन्ट भनेको छ। अब यसमा यो भन्न खोजेको के हो त, जस्तो हेर्नुहोस् है त, मसँग अहिले कतिवटा पेजहरू छ, मानौँ मसँग अहिले एउटा मात्रै पेज छ। अब म एउटा ब्ल्याङ्क पेज ल्याएँ, जस्तो मैले ब्ल्याङ्क पेज ल्याएँ, फेरि ब्ल्याङ्क पेज ल्याएँ, फेरि ब्ल्याङ्क पेज, मलाई 4वटा पेज आयो। मैले यहाँनिर के लेखेँ, 1 लेखेँ यो पानामा, यतापट्टि अर्को पानामा गयो 2 लेखेँ, यतापट्टि गयो 3 लेखेँ। भनेको मतलब अब मैले सबैले सिलेक्ट गरेर साइजहरू इन्क्रिज गराइदिन्छु है त। यहाँनिर देख्न सक्नुहुन्छ मसँग यहाँनिर मैले 2 लेखेछु, सरी 3 लेख्छु है त। अब मलाई यो लास्ट पेज छ, योमा मैले 4 लेखेँ। अब म इन्टर गर्छु है त। इन्टर गरेर अब म अलिकति यहाँनिर साइज घटाउँछु, जस्ट मैले 12, 14 राखेँ, इन्टर गरेँ। र मलाई यहाँनिर एउटा लिङ्क ल्याउनु पऱ्यो। हेर्नुहोस् है त साथीहरू, म क्लियर गराउँदैछु तपाईँहरूलाई। अब मसँग कतिवटा पेज छ भन्दाखेरि 1 नम्बर पेज छ, 2 नम्बर पेज छ, 3 नम्बर पेज छ, 4 नम्बर पेज छ। र 4 नम्बर पेजमा मैले के गर्नुपर्ने छ भने टप अफ डकुमेन्ट ल्याउनु पर्ने छ। कहाँबाट, हाइपरलिङ्कबाट भने हाइपरलिङ्कमा जान्छु, प्लेस इन दिस डकुमेन्टमा जान्छु र टप अफ द डकुमेन्टमा मैले क्लिक गर्छु। यति गरेर मैले ओके गर्ने बित्तिकै मलाई टप अफ द डकुमेन्ट आउँछ। मैले कन्ट्रोल दाबेर यसमा क्लिक गर्ने बित्तिकै मलाई टप अफ द डकुमेन्ट भनेको डकुमेन्टको सुरुमा पुगायो नि, पुगाएन, मलाई सुरुमा पुगाइदियो नि त। यो तरिकाले हामीले सुरुमा जान मिल्छ है त साथीहरू। मैले के गरेँ, यहाँनिर सिम्पल लास्ट पानामा क्लिक गर्ने, अनि यहाँनिर मैले टप अफ द डकुमेन्ट मैले यहाँ हाइपरलिङ्कबाट क्लिक गरेर ल्याएँ, अनि कन्ट्रोल दाबेर क्लिक गर्ने बित्तिकै मलाई 1 नम्बर पेजमा पुगाउँछ। भनेपछि यो तरिकाले हामीले के गर्न सक्छौँ, यसको युज। अनि हेडिङ भनेको हेडिङहरू ल्याएको बेलामा हेडिङहरू युज गर्न सक्छौँ। र यसको ट्युटोरियलको बारेमा म नेक्स्टमा तपाईँहरूलाई बनाएर देखाउने छुट्टै एउटा अर्को पार्ट्स ल्याउने नै छु। अहिलेलाई चाहिँ मैले हेडिङ र बुकमार्क छोडेँ है त। बुकमार्क सिकाउनु छ र हेडिङ पनि हामीले अगाडि भिडियोहरूमा तपाईँहरूको लागि बनाइदिएको छु। हेडिङ त्यहाँ गरेर हुन्छ, त्यसको कसरी युज गर्छन् म नेक्स्ट भिडियोमा तपाईँलाई देखाउने छु है त। अब हामी यहाँनिर जाउँ, सिम्पली चाहिँ क्रिएट अ न्यू डकुमेन्ट। अब यो क्रिएट अ न्यू डकुमेन्ट भने के हो त, जस्तो हेर्नुहोस् है त, मैले यहाँनिर इक्वल टु गरेँ। अब मैले यहाँनिर RAND लेखेँ र ट्याक्स ल्याएँ। भनेपछि मसँग यहाँनिरबाट गएर के छ त, मसँग एउटा ट्याक्स छ भने मसँग एउटा पेज मात्रै छ र योमा मलाई ट्याक्स छ। अब म के गर्नु पऱ्यो भने मलाई एउटा नयाँ डकुमेन्ट क्रिएट गर्नु पऱ्यो। केमा क्लिक गरेर, एउटा ठाउँमा क्लिक गरेर। फर इक्जाम्पल म यहाँनिर एउटा ठाउँ क्लिक गर्छु हैन, यहाँनिर मैले हाइपरलिङ्कमा क्लिक गर्छु। अब न्यू क्रिएट अ न्यू डकुमेन्टमा यसमा म के गर्छु, नेम, डकुमेन्टको नेम दिन्छु। फर इक्जाम्पल मैले नाम दिन्छु अहिलेलाई चाहिँ ल कम्प्युटर टप ट्रिक्स भनेर नाम दिएँ, ठिक छ। यति गरेर अब म यहाँनिर के गर्छु, क्रिएट अ न्यू डकुमेन्ट, क्लिक हियर लेख्छु है त। क्लिक हियर फर न्यू डकुमेन्ट, ल के त क्रिएट, ल क्रिएट अ न्यू डकुमेन्ट। यति गरेर मैले ओके गरेँ भने अब यहाँनिर हामीलाई एउटा अप्सन हुन्छ है त। अब तपाईँले यसको फुल पाथ पनि चेन्ज गर्न सक्नुहुन्छ, यहाँ फरक पर्दैन यसमा। चेन्ज गरेर अर्थात् यो तपाईँले यो फोल्डर कुन ठाउँमा चाहिँ राख्ने त्यो चेन्ज गर्न पाउनुहुन्छ। सिम्पल चेन्जमा क्लिक गर्नुहोस्, तपाईँले जुन ठाउँमा चाहियो यहाँबाट तपाईँको फाइल लोकेसन चुज गर्नुहोस्। मैले अहिलेलाई के गरेँ, डकुमेन्टभित्र सेभ गरिरहेको छु, डकुमेन्ट चुज गरेँ है त। यति गरिसकेपछि वेन टु एडिट, कहिले एडिट गर्ने त, अहिले नै एडिट गर्ने कि लेटर गर्ने, पछि गर्ने नाउ त होइन नि त। अहिले त हामीले के हो, हामीले जतिखेर चाहियो त्यतिखेर हो। अहिलेलाई चाहिँ हामी के गर्छौँ, एडिट द न्यू डकुमेन्ट लेटर पछि गर्ने हो भन्नेमा हामीले क्लिक गऱ्यो। पछि गऱ्यो भने तपाईँको यो अहिले ओपन हुँदैन। तपाईँले यदि एडिट द न्यू डकुमेन्ट नाउमा क्लिक गर्नु भने तपाईँले ओके गर्ने बित्तिकै नयाँ विन्डो खोल्छ क्या फेरि है त। म पछि एडिट गर्छु यो डकुमेन्टलाई, के त कम्प्युटर टप ट्रिक्स भनेर है त। यति गर्ने बित्तिकै अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ मसँग एउटा यहाँनिर नाम आउँछ है त, यो कम्प्युटर भनेर आयो। अब यो लिङ्कमा मैले क्लिक गरेर कन्ट्रोल दाबेर मैले क्लिक गर्ने बित्तिकै मलाई के भन्छ, यहाँनिर चाहिँ यस नो अप्सन आउँछ। मैले यसमा थिच्ने बित्तिकै अब देख्न सक्नुहुन्छ मलाई यहाँ नयाँ विन्डोको लागि अर्थात् नयाँ डकुमेन्ट क्रिएटको लागि मलाई यहाँ अप्सन आइसकेको छ। म यसलाई सेभ गर्दैन, के गर्दैन, सेभ गर्दैन, नो गर्छु। अब फेरि पनि म कन्ट्रोल दाबेर यसमा क्लिक गरेर यस गरेँ भने पनि आउने चाहिँ मलाई त्यही अप्सन नै हो है त। यहाँबाट मैले त्यो गर्न पाउँछु। त साथीहरू यो टपिक्समा हाम्रो थियो सिम्पली यसको बारेमा। अब हामी नेक्स्ट टर्म्स के छ भन्दाखेरि हामीले यो पनि सिक्यौँ क्रिएट न्यू डकुमेन्ट कसरी बनाउने भनेर है त। अब इमेल एड्रेसहरू तपाईँले कहीँनिर इमेल एड्रेसहरू ल्याउनु पऱ्यो भने कसरी ल्याउने त। अब त्यसको लागि म पहिला यसलाई जुम गर्छु, हाइपरलिङ्कमा जान्छु, इमेल एड्रेसमा। अब म इमेल एड्रेस लेख्छु। फर इक्जाम्पल्स हाम्रो के इमेल एड्रेस लेख्छौँ त, ल मैले यहाँनिर एउटा इमेल एड्रेस लेखेँ, ल BSCI@
gmail.com भनेर लेखेँ है त। यति लेखेर अब मैले यहाँनिर सब्जेक्ट है त, यहाँ सब्जेक्ट लेख्छु के त, ल म यहाँनिर लेख्छु डकुमेन्ट भनेर लेख्दैछु, ल डकुमेन्ट भनेर है त। अब यहाँनिर मलाई चाहिँ के भन्छ भने यहाँनिर डिस्प्ले नेम के गर्ने, इमेल हैन, सेन्ड इमेल भनेर लेख्छु, सेन्ड इमेल है त। ल इमेल सेन्ड इमेल भनेर लेख्छु। यति गरेर के गर्यो भने सेन्ड इमेल। अब हामीले इमेल पठाउनु पर्यो भने यसमा क्लिक गर्ने, यति गर्ने बित्तिकै हामीले के त सिम्पली हामीलाई चाहिँ मेल भन्छ। अब तपाईँले कुनबाट पठाउने इमेल त्यहाँ जानुहोस्, त्यहाँबाट गर्न सक्नुहुन्छ। अहिलेलाई म कहीँ पनि गएन है त। यो तरिकाले तपाईँले के गर्न सक्नुहुन्छ, यहाँबाट तपाईँले हाइपरलिङ्कको बारेमा तपाईँले युज गर्न पाउनुहुन्छ। र तपाईँले सर्टकट टिक्स हाइपरलिङ्कको लागि कन्ट्रोल के है त, कन्ट्रोल के दाब्नु भयो भने तपाईँले हाइपरलिङ्क ल्याउन पाउनुहुन्छ है त साथीहरू। त साथीहरू हामीले यो भिडियोमा सिम्पली हाइपरलिङ्क्सको बारेमा डिटेलमा चर्चा गऱ्यौँ। त साथीहरू तपाईँलाई हाम्रो यो ट्युटोरियल्स कस्तो लाग्यो त? यदि राम्रो लाग्यो भने हाम्रो भिडियोलाई तपाईँले सेयर गर्न नबिर्स्नुहोला, ताकि तपाईँको साथीभाइहरूले पनि यसको बारेमा जानकारी पाउन सकुन्। त साथीहरू आजको भिडियोमा यति नै। थ्याङ्क यू फर वाचिङ दिस।